पछि दिन सधैँ आउ। हाई गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी अलिक पार्क साइडमा अलिक घुमेर आउने भनेको, अलिक ह्यान्डसम भएर जाने भने त्यसैको लागि बाहिर केस काटेर आउने भनेको। कोई पूरा बाल काटने के लिए हैंडसम होने के लिए जा रहे हैं हम लोग। देखिए पार्क घूमने के लिए जाएगा ना आज, इसी के लिए पूरा हैंडसम होने के लिए जा रहे हैं आज। पूरा एकदम फुल पूरा हैंडसम हो के आएगा। अभी पाउडर साउडर लगा के आएगा। आँखा जिनको में लाइन लाग्छ। भैया मैं हैंडसम है ना, ये हैंडसम है बोले तो एक बार भैया का तरफ कैमरा घुराइए। ये हैंडसम है ना, मैं हैंडसम बोली। ये लिम्बू केटा। ओके गाइस, हामी ह्यान्डसम भएर आइसकेको छौँ। अब हामी अलिक फ्रेस भएर पार्कको लागि निक्लिनुपर्छ। बिचरा भाइहरूको 1 रुपियाँ पैसा छैन भन्दैछ पार्क घुम्नु जाउँ भनेको त खोइ। ओके गाइस, सो म आइपुगेको छु। अब हामी फ्रेस भइलिने, फ्रेस भएर अनि त्यहाँबाट रुम तपाईँको पार्क घुम्नु जाने। गाइस फ्रेस भएर आइसकेको छु। धेरै ठन्डा छ आज। अब रेडी भएर फ्रेस भएर पुरा क्रिम सिरिम लगाएर पार्क घुम्न जाने हो। ओके गाइस, हामीहरू अब पार्कको लागि निक्लिसकेको छौँ। यहाँ हाम्रो ह्यान्डसम भाइ छ, ह्यान्डसम भाइ पनि छ हाम्रो। हामी अब पार्कको लागि निक्लिसकेको। पार्क अब जाने हो, रमाइलो गर्ने हो। अब पार्कको लागि आधा बाटो पुगिसकेको छु। यी सामने छ नि। यहाँ ए अर्को भाइ पनि आइपुगेका छ यहाँ। यो भाइ लजाइसक्यो अरे, यो भाइ लजाइसक्यो। 1 टका पैसा नआइके एक भिखारीकै बोल त्यस्तो भन्दैछ क्या यो भाइले। 1 टका नआइकन कि पैसा अरे त्यस्तो। हामी ट्राफिकमा छु। हे गाइस, हामी यहाँ आइपुगेको छु। मैले स्टेसन, पुलिस स्टेसनतिर। सब दोकान बन्द थियो नि। बियर दिदीले एउटा दियो। बडो भन्दै भन्दै बुढो भन्दै हो न। मुभी युट्युबमा छोड्ने हो भिडियो आजबाट युट्युबमा हेर्न सक्नुहुन्छ। यो गरेर केटा को हो, यो लाइक कमेन्टमा भन्नुहोस्। को हो यो ह्यान्डसम मान्छे, को कहाँको हो? यहाँ देख्न सक्नुहुन्छ। हम लोग ल्यान्डमार्कमा आइपुगेको छु अहिले। गाइस, हामी ल्यान्डमार्कमा आइपुगेको छु अहिले। अझै केही भन्नु छ कि गाइस? अझै के खानु आमा सर? अब हामी पार्क आइपुग्ने होला छौँ। हिरो पनि आउँदैछ यता। एउटा हिरो। हामी यहाँ यो बाटो आइपुगेको छौँ। आधा जस्तो पुग्नु आँटेको छ पार्क हामी। गाइस, हामी पार्क पुगिसकेको छौँ। पार्क खेल्दा भाइहरू हाँस्दैछ के। कोचुको कमिसन फेरि भाइहरूले भन्दैछ कि कोचुको कमिसन यहाँ सुँगुर पाल्नु एकदम सजिलो छ हजुर। ओके गाइस, यहाँ तिनसुकिया पार्क पुगिसकेको छु। तपाईँहरू भन्नु सक्नुहुन्छ होला, आउनु पनि सक्नुहुन्छ। जाडो टाढो छैन तपाईँको। यहाँ तिनसुकिया नौपोखरी त हो। तपाईँहरूको त्यहाँबाट यदि दुलीजानबाट आयो भने त्यहाँबाट 40 रुपियाँ 50 रुपियाँ भाडा लिन्छ। तपाईँ यहाँ यता डिब्रुगढबाट आयो भने चाहिँ ज्यादा से ज्यादा कति लिन्छ, 80 रुपियाँ लिनु सक्छ। तपाईँहरू जरुर आउनु। गाइस, रुमको लागि निक्लिनुपर्छ अब हामी। गाइस, रुमको लागि निक्लिसकेको छु हामी पार्कबाट। हेर्न सक्नुहुन्छ। गाइस, अब यहाँ अब तातो तातो सिङ्गडा बनेको छ, खाइँदैछ। तपाईँहरू पनि आउनु होला यहाँ। तपाईँको तिनसुकिया नौपोखरी दामी छ। गाइस, सिङ्गडा खाएर निक्लिसकेको छ अब रुमको लागि।
सिनेमाको दाम केराको दामको 10 रुपियाँ हो एउटा पिसको। हामी अब तपाईँको पुलिस स्टेसन पुग्नु आँटेको छु। रुमको लागि निक्लेको लेट भइसक्यो। 1 बजी पुग्ने होला माने टाइम थियो कि अनि लेट भइसकेको छु अलिक। ओके गाइस, हामी रुम पुगिसकेको छु मैले। आजको यति नै हो भिडियो। अब तपाईँहरूलाई नेक्स्ट भिडियो यसको भन्दा राम्रो लिएर आउने कोसिस गर्छु है। बाई अहिलेको लागि। लाइक, सब्सक्राइब अनि बेल आइकन टेक गरिदिनुहोस्।